बाटोमा सबैले सोध्दैछ है यो सजना कहाँबाट ल्याएको भनेर। बोक्दिने दाजु चाहिँ भेटे हामी कहिले भेट्ने हो है। हेलो एभ्रिवान, हजुर सम्पूर्णमा मेरो च्यानल प्रीति लामामा स्वागत छ र हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र म पनि सन्चै नै छु। र आज चाहिँ मैले भ्लग घरबाटै स्टार्ट गरेँ है। अब म सिलगढी जाँदैछु होइन, र आज सिलगढी जाँदाखेरि कोसँग भेट्छु, के गर्दै रहेछु भन्ने कुरो यहाँ म तपाईँहरू अगाडि राख्न चाहन्छु र हजुरहरूले यो भ्लग हेरिदिनुहुन्छ र माया गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। साथै तपाईँहरू नयाँ हुनुहुन्छ भने यो च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् है त। मेरो पासमा छ यहाँनिर झोलामा चाहिँ छ अहिलेको फेमस सजनाको टाइम है, जहाँ पनि सजना र यो कोसेली चाहिँ बोकेरै हिँड्नु पर्यो म त है। के गर्नु, यहाँको सामान त्यहाँको सामान त्यहाँ पुऱ्याउँदै म चाहिँ बुढी हुने रहेछु। अनि पछाडिको मेरो प्लान्ट त राम्रो देख्दो रहेछ त है, हेर्नुहोस् त है। हुन्छ, अब म तपाईँहरूलाई एकैचोटि म एकछिन बाद म फेरि भेट्छु है त। मेरो युट्युब फ्यामिलीहरू यहाँ हेर्नुहोस्, मलाई बाटोमा सबैले सोध्दैछ है यो सजना कहाँबाट ल्याएको भनेर। के गर्नु, यस्तो बोकेर हिँडेपछि त सोध्छ नि है। सजना बोकाइ छ हो, पुग्नु पर्यो नि त, के गर्नु है। केही छैन। फेरि पनि तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ है। र अहिले चाहिँ फिलहाल म यहाँ परिवहन नगरमा आइसकेको छु। किन भन्दाखेरि चाहिँ यहाँनिर म भर्खर मेरो जोजोसँग पनि भेट भयो है। यहाँ मेरो जोजो र म यहाँ आइपुगेँ है। यहाँ हामी आउनुको मुख्य कारण चाहिँ हाम्रो बडी ठुलो आमेन है बिमारी हुनुहुन्छ र आज हामी हेर्नु आएको होइन जोजो। अस्ति भर्खरै मात्र 3 days भयो अपरेसन भएको है। र अपरेसन भएर र आज चाहिँ हामीले समय निकालेर चाहिँ है यहाँको हस्पिटल एभलोन भन्ने छ, यहाँ चाहिँ एकदमै स्पेसलिस्ट डक्टर हुनुहुन्छ। र विशेष गरी यहाँनिर चाहिँ अहिले फिलहाल भिजिटिङ आवर चाहिँ 10:30 to 11:30 सम्म हो। र त्यसै कारण हामीलाई अलिक ढिलो पनि भइसकेको थियो, किनभने हामी लोकल गाडीमा पक्रिँदै आएको र अटो ड्राइभरहरूले पनि धेरै मात्रामा बिस्तारै कुदाएकोले गर्दाखेरि चाहिँ हामीले समयलाई पक्रिँदै हतारिँदै आइपुगेको छौँ। र अब चाहिँ हामी हस्पिटलतर्फ जाँदैछौँ है। टाइम हुन आँटिसक्यो। बिचरा आमेन पर्खिरहनु बस्छ नानाहरू हो। तपाईँहरूलाई म देखाउँछु यता कुन चाहिँ हस्पिटल आएको भनेर। आमेनलाई राखेको हस्पिटल चाहिँ यो हो है, एभलोन हस्पिटल। र मेरो सजनाको झोला बोकिदिने दाजु चाहिँ भेटेँ अब चाहिँ हो। पानी घट्टादेखि बोकेर आएको। अब हामी भित्र पस्छु है त। दाजु बहिनी आज हामी निस्क्यो हस्पिटलबाट है। आमेन बिचरा चाँडै रिकभरी होस् होइन। अब अपरेसन भन्ने कुरो मामुली होइन है, सानै त भए पनि आमेनको चाहिँ तर स्टोनको अपरेसन हो है। दुख्छ नि बिचरा आमेनलाई। आमेन छिटो रिकभरी होस् होइन भन्ने अब हाम्रो छ। अन्त दाजु बहिनी अब फेरि यहाँ परिवहन नगरबाट अब चाहिँ हामी सिलगढीतर्फ जान्छ है। त्यहाँ पनि हाम्रो थुप्रो जग्गा भ्याउनु पर्ने छ र हजुरहरू यो भ्लग इन्जोय गर्दै गर्नुहोस् है त। पछाडि आइपुगेको छ सिलगढीको घाम, सिलगढीको भिड जाम पुरा रहेछ हो हजुर। आज फेरि हनुमान जयन्ती रहेछ। नेक्स्ट डेस्टिनेसन चाहिँ यहाँनिर म हाम्रो नानालाई भेट्न आएको है। नाना कस्तो लाग्यो हामीलाई भेटेर, खुसी? यहाँ चाहिँ मेरो नाना हुनुहुन्छ है, मेरो पूजा नाना, मेरो आफ्नै नाना हो। ए नानालाई ल्याइदिएको। यो सजना तपाईँहरूले कहाँ बोक्यो भन्दै थियो नि, यो चाहिँ यहाँ ल्याइदिएको। मेरो नानालाई ल्याइदिएको। के ल्याइदिनु अरू होइन, यस्तै त ल्यायो यो। अन्त यो भारी कम त बोकेको कि मैले। आफ्टर धेरै महिना पछाडि हामी 3 जना भेट भएको है। नाना, जोजो अनि बहिनी, हामी 3 जना। जोजो चाहिँ यस्तो छ है, मेरो जोजो चाहिँ यस्तो छ है। हाल्छु त म हालिदिन्छु। अब के गर्नु, दाजुको पनि बिहा, दिदीको पनि बिहा भएपछि त यसरी काम परेको बेलामा भेटघाट हुँदो रहेछ, भनेको बेलामा कुदु भेट हुँदैन है। र पनि खुसी छौँ होइन न, खुसी छ कि छैन भाइ बहिनी देखेर? 3 जना एकसाथ बल्ल बस्नु पाइरहेको छ, शान्ति है। जोजोले धाइ पनि काटेछ।
शान्ति प्रभावको मुखबाट भन्दा चाहिँ राम्रो सुनिरहेको थियो हाई काटी काटी भन्दैछ नि त्यसले र फाइनली हाम्रो गुड बाई टाइम आयो तिनजनाको है अब हामी कहिले भेट्ने हो है नाना ओके बाई बाई हाम्रो है जो जो त मसँगै जान्छ उसले त मलाई कहाँ छोड्छ म पनि उसलाई कहाँ छोड्छु वर्षाको मजा लिँदै है मजाले चाहिँ हामी पनि ढोसै मगाइरहेको छु खाएर भेट्छु है त जसले खानु कालो कालो मेरो फ्यान चलाउ न हेलो म त जुत्ता हेर्न आएको के जुत्ता किन्न आँटेको है